हेलो नमस्कार साथीहरू। आज चाहिँ भाइटिकाको दिन रहेकोले बिहानै उठेर नुहाएँ अनि यता दिदी चाहिँ किचनमा खाना बनाइरहेकी छे। आज चाहिँ स्पेसल पाकिरहेको छ है। आज चाहिँ पनिरहरू पकौडाहरू सबै कुरा पाकिरहेको छ। अनि आज यता चाहिँ बाबाले चाहिँ पनिर फ्राई गर्दै हुनुहुन्थ्यो म जाँदाखेरि चाहिँ। अनि भाइको त मोजो, भाइ त सुतेरै बस्छ, टिभी पनि छ मोबाइल पनि छ दुइटै हेऱ्यो मौसम। अनि अब चाहिँ म रेडी भएँ। मैले खासै केही पनि लगाएन, सिम्पलै राखेँ भनौँ न। यो इयरिङ चाहिँ अलिक भारी नै थियो। अनि भाइ पनि रेडी भयो अलमोस्ट। मम्मी चाहिँ यता रेडी हुँदै हुनुहुन्छ। अनि हाम्रो फुपूहरू पनि आउनुभएको थियो, बाबा पनि बसिरहनु भएको छ। अनि एकछिनमा मामा अनि सानीमा पनि आउनुहुन्छ। अनि यता सानीमा आइसक्नु भएको छ। सानीमाको नानी पनि छ यहाँनिर। सानी एकदम हाई गरिरहेछ, क्यामेरा हेर्ने बित्तिकै हाई भन्न थाली सानीले पनि। अनि यस्तै छ। यी सानी अब बोल्ने भनेर आइ। को हो? दिदी हो? को दिदी? को दिदी? सानीसँग चाहिँ बोलिसक्यौँ। अनि यता चाहिँ सानीलाई भोक लाग्यो भन्दै हुन्थ्यो। अनि यो चाहिँ सानीमाको सेकेन्ड डटर हो, एकदमै भर्खर 3 महिनाको थिइन्। अनि उसलाई चाहिँ प्रभाले बोकिरहेकी छ, बर्थडे गर्ल पनि हो। अनि अब चाहिँ हामी चाहिँ पूजा गर्न थाल्यौँ। यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणां पदे पदे। यहाँ चाहिँ भाइ चटक्कसँगले बसेको छ। अनि हामीले चाहिँ पानीले छेक्दैछौँ। अनि अब चाहिँ हाम्रो भाइलाई कोर्नु पर्ने छ, कपाल कोरिदिनु पर्ने छ भाइको। तेल लगाइदिएँ मैले चाहिँ। भाइ चाहिँ अलिअलि लजाइरहेको थियो। दिदीले चाहिँ अब कपाल कोरिदिएको, यता साइड होइन उता साइड भनेर भन्न थाल्यो भाइले। अनि अब हामी भाइलाई ऐना पनि देखाउँछौँ। मैले पनि कोरिदिएँ। अब ऐना देखाऊँ भनेर देखाउँदा लजाएर हेर्नु न। अनि त्यस पछाडि चाहिँ हामीले चाहिँ अब टिका लगाइदिउँ। मैले पनि मजाले लगाइदिएको छु टिका, सप्तरङ्गी टिका, भाइ टिका। नेपालीहरूको महान चाडै हो यो पनि। अनि मैले चाहिँ चटक्कसँगले भाइलाई मजाले सप्तरङ्गी भाइ टिका चाहिँ लगाइदिँदैछु। दिदीले पनि लगाइदिँदैछ। भाइ चाहिँ हेर्नु न कस्तो सिधा परेर बसिरहेको छ। अनि अब हामीले माला लगाइदिउँ। हामीले चाहिँ भाइलाई खानेकुराहरू पनि दिएको थियौँ, त्यो चाहिँ भिडियोमा आएन छ। अब चाहिँ भाइले दिदीलाई लगाइदियो। अनि अब मलाई लगाइदिन्छ भाइले टिका। भाइले राम्रो लगाइदिएको थियो। जे होस् हाम्रो भाइ गर्छ, अब भाइले गर्नुपर्नेमा त। अनि अब चाहिँ म चाहिँ यसो यहाँ फुपूहरू, मम्मी, सानीमा, माम खाँदै हुनुहुन्छ। अनि अब चाहिँ म चाहिँ टिभी कोठा जान्छु। टिभी कोठामा चाहिँ सबैजनाहरू हुनुहुन्छ। सानी बहिनी यहाँनिर, दिदी र सानी बहिनी खेलिरहेका छन्। अनि बाबा र मामा चाहिँ बसिरहनु भएको छ। बस एकछिन हाँसेँ, हेर्नु न इयरिङ कत्रो ठुलो है छ्या। अनि मैले पोज पो दिन थालेछु त। आहा हेर्नु त स्वागत छ कि छैन भन्नु त। बाबा उता भिडियो फोटो गर्न थाल्नु भयो। दिदी चाहिँ खोइ के कुरा गर्दैछ। अब चाहिँ यता चाहिँ बहिनी रिसाएर बसिरहेको छ क्या, सानी बहिनी चाहिँ। अनि यता मामा पनि हुनुहुन्छ। टिभीमा त बेहुली फ्रम मेगौली गीत पो, त्यो फिल्मको गीत पो चलिरहेको रहेछ त। सानी नानीहरू त 3 महिना कि कति सानी छिन्। अनि यता बहिनी चाहिँ यस्तो रिसाएको थिए, फकाउँदा नि नफकिने पुरै। यस्तै छ। अनि अब दिदीको बर्थडे पनि हो आज, त्यसैले हामीले चाहिँ अब बर्थडे सेलिब्रेट गर्न थाल्यौँ। हामीले चाहिँ सिम्पलै राखेको बर्थडे सेलिब्रेट गऱ्यौँ सबैजना हुनुभएको उपलक्ष्यमा। यता भिडियो कलबाट चाहिँ दिदीको साथीहरूले पनि हेरिरहनु भएको छ। रमाइलो भइरहेको छ। यता फुपू भाइ पनि केही भन्न चाहन्छस्? म त केही भन्न चाहेको छैन। किन हौ?
रमाइलो भएको थियो यो दिन, बर्थडे पनि। अनि त्यस पछाडि भाइटिका पनि सबैजना भेला भएको उपलक्ष्यमा